गाइज वेलकम इन दिस भिडियो होइन। अनि आज चाहिँ म के भन्न चाहन्छु भने होइन, आजको भिडियोको टपिक चाहिँ के हो भन्दाखेरि चाहिँ आफ्नो हेयरको केयर हो क्या। आफ्नो हेयरलाई चाहिँ होइन कसरी केयर गर्ने भन्ने कुरा हो क्या। अनि अहिलेको युथमा होइन यो हेयरको प्रब्लम चाहिँ एकदम धेरै छ क्या। मेरो नि एकदम प्रब्लम छ नि, हेर्न सक्नुहुन्छ यो हल्का झर्न लागेको जस्तो फिल भइरहेको छ, हेर्नु त हो कि होइन भनिदिनु होला। अनि सो मेरो हेयर चाहिँ पहिला एकदम फ्रिजी थियो क्या, हेर्न सक्नुहुन्छ। मेरो पहिलाको भिडियोहरू गरेँ होइन त्यहाँ थाहा हुन्छ मेरो हेयर चाहिँ पहिला एकदम फ्रिजी, एकदम कस्तो छुँदै त्यो कस्तो भन्यो नि वाटर प्रुफ जति यहाँ पानी हाल्यो मुनि पनि नपुग्ने खालको क्या, त्यस्तो थियो। अनि अहिले चाहिँ मेरो हेयर हेर्न सक्नुहुन्छ एकदम फुलर अनि एकदम फाइन देखिन्छ होइन। त्यस्तो राम्रो त होइन, बट केही न केही चाहिँ इम्प्रुभ भएको छ नि त। अनि यसलाई चाहिँ कसरी चाहिँ यस्तो बनाउने, मतलब इम्प्रुभ गरेर कसरी यतिको हेयर बनाउने भन्ने कुरा चाहिँ म आज तपाईँहरूलाई टिप्स दिन चाहन्छु होइन। सो लेट्स स्टार्ट होइन। सो नम्बर 1 हो होइन, आफ्नो वाटर इन्टेक बढाउने क्या। तपाईँहरू भन्छनुहुन्छ हेयरकोमा वाटरको के महत्त्वपूर्ण रोल छ होला भनेर होइन, तर छ के, किनभने हाम्रो ह्युमन बडी होइन 70% चाहिँ वाटरबाटै बनेको छ क्या। अनि 70% वाटर भएपछि यो उसले चाहिँ वाटर होल्ड गर्दैन होला। मतलब मेरो भन्ने तात्पर्य के हो भन्दाखेरि हेयरलाई पनि वाटरको इम्पोर्टेन्ट छ क्या, किनभने वाटर त मोलिक्युल होइन, त्यो चाहिँ हाम्रो यो बडीको सबै अर्गनमा हुन्छ क्या, सबै अर्गनमा हुन्छ। त्यही भएर यसलाई पनि वाटरको एकदम इम्पोर्टेन्ट हुन्छ होइन। सो एउटा कन्सेप्ट लगाएर हेर्नु होइन, त्यही भएर डेलीको 3 देखि त्योभन्दा बढी पानी हिट गर्न खोज्नु होइन, सक्नुहुन्छ। एकदम इजी छ, पहिला सक्नु होइन, बिस्तारै ग्रेजुअली बढाउने होइन। अनि सेकेन्ड भनेको चाहिँ आफ्नो डाइट हो क्या। म पहिला होइन कति भन्दाखेरि 11 र 12मा पढ्दाखेरि होइन डेलीको त्यो 8 बजे हाम्रो अब बिहानको क्लास हो नि त। अनि 8 बज्छ होइन, अनि घन्टी लाग्यो त अब खाजा खानु भयो। खाजा के पाउने भन्दाखेरि यो नेपालमा समोसा, पकौडा अनि यस्तो यो चाउमिन होइन, डेली त्यही खाने क्या, पुरै ढुस्नी। अनि मेरो त्यो बेला त्यति फ्याट चाहिँ बढेन, किन भन्दाखेरि म यहाँबाट बिहान जाँदाखेरि कति भन्दाखेरि 6.5 किलोमिटर जाने, आउँदाखेरि 6.5 किलोमिटर, त्यतिकै पनि बन्द हुन्थ्यो क्या। त्यो लगभग 700-800 क्यालोरी घरबाट पनि खानु मन नलाग्ने, अनि एकछिन स्लिम नै थियो क्या जस्तो खाए पनि। अनि त्यही हो, त्यसले त्यति धेरै इम्प्याक्ट त गरेन त, तपाईँहरूलाई इम्प्याक्ट गर्छ क्या। हेयरमा चाहिँ एकदम ठुलो इम्प्याक्ट गर्छ क्या, हेयरमा चाहिँ डिएक्टिभ बढाइदिन्छ क्या। अनि हेयर फलहरू हिन्छ ल हेर्नु, हेर नि हेयर फल छ त, त्यति धेरै छैन, माइल्ड छ होइन। यसलाई रोक्न चाहिँ एकदम कोसिस गर्दैछु, आई होप होस् होइन। अनि थर्ड मोस्ट इम्पोर्टेन्ट भनेको चाहिँ होइन, यदि यो हेयर पहिला नै गइसकेको छ भने मिनोक्सिडिल युज गर्नुहोस् होइन। यसको चाहिँ मैले एकदम बारेमा रिसर्च गरेको छु होइन, बुझेको छु युट्युब भिडियोहरू अनि ब्लग्सहरूबाट होइन। यो चाहिँ एकदम इफेक्टिभ हुनसक्छ क्या तपाईँहरूले। यदि तपाईँहरूको हेयर अहिले नै गयो भने होइन, त्यो हेयर कहिले फिर्ता आउँदैन क्या, अहिले नै त्यसलाई उपचार गर्ने हो क्या। हेर्नुहोस् मेरो यतिको छ, तर यो एकदम त्यति त होइन यो, किनभने मैले उगाइरहेको छु। पहिला एउटा पनि झर्दैन अहिले होइन, पहिला एकताका चाहिँ सर्लक्कै झर्न थाल्यो अरे। अनि मलाई टेन्सन हुन्थ्यो खै किन हो, त्यो बेला के हर्मोनल इम्ब्यालेन्सको कारणले झरेको होला सायद होइन। अहिले चाहिँ झर्न पुरै बन्द भइसक्यो होइन, खुसी छु। अनि अर्को टिप्स चाहिँ के दिन चाहन्छु भन्दाखेरि जहिले अब हप्तामा चाहिँ 2 दिन स्याम्पू युज गर्ने होइन, 2 दिन मात्र होइन। म तपाईँहरूले डेली टोकिदिन्छु आइतबार र शनिबार, मतलब आइतबार र शनिबार भन्न आएछ, ट्युसडे र स्याटरडे। मतलब ट्युसडेलाई के भन्छ अरे मङ्गलबार र शनिबार युज गर्नु होला होइन। अनि त्यहाँबाट त्यो गर्ने अघिल्लो दिन हुन्छ नि, अघिल्लो दिन रुक्नै माइहाल्छ। अघिल्लो दिन यस्तो यो आल्मन्ड हेयर होइन, मतलब यसलाई के भन्छ होइन, यो आल्मन्ड ड्रप्स 6 भिटामिन यस्तो वेटले होइन पुरै मसाज गर्नु। अघिल्लो दिन मस्त मसाज गर्नु, मस्त त्यो जराइसम्म पुग्ने गरे होइन। अनि जराइसम्म पुग्ने गरी मसाज गरेपछि सुत्नु, त्यो राम्रोसँग सुत्नु। अनि त्यसपछि भोलिपल्ट उठ्नु अनि नुहाउनु मजाले स्याम्पू युज गरेर। त्यसपछि पनि यो ओइल हुन्छ नि त्यसको एक थोपा क्या, त्यो नुहाइसकेपछि 1 थोपा मात्र हाल्नु। अनि त्यो जरामा नपुग्ने गरी माथि हाल्नु होइन। त्यति भएपछि यस्तो कालो एकदम टेक्स्चर आउँदो रहेछ क्या।
साथै अनि भोलिपल्ट अब डेली वाटरले वास गर्नु अनि त्यसपछि 2 दिन स्याम्पू युज गर्नु, त्यही हो होइन। अनि तपाईँहरूले अब यति नै हो होइन, तपाईँहरूले यति गर्नुभयो भने होइन तपाईँहरूको 60% त हेयरको प्रब्लम दूर हुन्छ होइन। हो जेनेटिक्स पनि एउटा फ्याक्टर हो होइन, हाम्रो त त्यस्तो होइन, जेनेटिक्स बाबाहरूको त्यस्तो होइन, अझ पनि एकदमै बवाल छ होइन कपाल। सो कोही कतिपय मानिसहरूको चाहिँ जेनेटिक्स पनि त्यस्तो हुन्छ होइन। सो त्यसलाई पनि एउटा पोइन्ट राख्नु होला, त्यति त्यो ब्लाइन्डली पनि नगर्नु, तर जे मैले भने होइन त्यसलाई एकदम राम्रोसँग फलो गर्नु होइन, एकदम बेस्ट रिजल्ट पाउनुहुनेछ, यो मेरो ग्यारेन्टी भयो होइन। सो आजको भिडियो यतिकै थियो होइन, किप योर हेल्थ एकदम फुलर होइन, एकदम बेस्ट हो क्या, वी आर ह्युमन, वी निड टु बी बेस्ट होइन, अरूभन्दा के कम होइन। सो त्यही हो, हेयर इट्स मोस्ट इम्पोर्टेन्ट फर मेन होइन, मेन मेकअप मानिस हाम्रो मेनहरूको होइन, यो मेकअप नै हो क्या एउटा। सो यसलाई यत्तिकै नगर्नु होला, इम्प्रुभ, ओके बाई।